बजे हिँड्न लाग्छौँ। पानी परिसक्यो, के हालत हुने थाहा छैन। हामी चाहिँ टोटली 10 जना जाँदैछौँ। घान्द्रुक जाने बाटो चाहिँ यस्तो कुहिरो लागेको छ। अब कसरी जाने, बत्ती बालेर जान्छौँ हामीले जसरी भए नि। बुढी मान्छेहरुको कुन्टा खाइदिनु म चाहिँ यसरी बेच्दै हुनुहुन्छ 100 रुपियाँ रे जम्मा। घान्द्रुक जाने यस्तो दामी आइसा लु। घान्द्रुक जाने बाटोमा हामी चाहिँ यस्तो घान्द्रुक जाँदैछौँ। यस्तो बाटो छ, के भन्छ, कुहिरो लाहा कसरी पुग्ने हो। खाएर आजको चिसो हटाउनु पर्छ। हामी चाहिँ टोटली 10 जना छौँ। मैले चाहिँ बिचमा बाइक चलाउन सकेको छैन, त्यही भएर मैले साथीहरू पाकेर वनमा भयो बोट। भन्न मेरी मायालाई कति चाहिन्छ नोट, तिमी हिँड्ने गरिदिन्छु रोड। अब चाहिँ हामी जोस अड्डाबाट आयो। कति बज्यो अहिले चाहिँ? 2-3 घन्टा लाग्छ भन्थ्यो। यस्तो हिलो बाटो छ। कता हो र नेपालको झन्डा नि फरफरा छ फेरि यहाँ। हेर्नुहोस्, हामी चाहिँ अब घान्द्रुकतिर जानेछौँ। म चाहिँ हामी अब बिजोग भइरहेको, तर माथिबाट चाहिँ सायद रमाइलो हुन्छ होला। अब चिसो तातो खाएर अनि हामी रमाइलो गरिहाल्छौँ नि। यति त ला ओइ टुन चाहिँ फाइनली बाटो यस्तो गाह्रो छ। यसरी आएर नि यस्तो छारीमा पानी परिरहेछ। घान्द्रुकमा गाह्रो छ। पानी पऱ्यो नि रमाइलो भयो। फाइनली घान्द्रुक आइपुग्यो। पानी पनि फाइनली आएको बित्तिकै पानी पऱ्यो। धन्न आइपुग्यो लाएपछि पानी परेको रहेछ। घान्द्रुक आइपुग्ने बित्तिकै पानी पऱ्यो। धन्न कस्तो ठुलो पानी परेको। यस्तो खोलाहरू बगेछ, यस्तो ठुलो भेला। हाम्रो चाहिँ यहाँ बिचोक भएर बसेछ बाइकहरू। धन्न हामी चाहिँ बेलैमा आइपुगे। ए फाइनली पानी पनि बस्यो, घाम पनि लाग्यो। यता हेर्नुहोस्। अब चाहिँ चिया खाएको छौँ। चिया खाएर चाहिँ अब हामी चाहिँ फेरि माथि जानमा लाग्नुपर्ने हुन्छ। त्यो जाडोमा त चिया पनि यस्तो मिठो हुने रहेछ। मैले त खाँदिनँ, मैले सिक्किमको चिया खाँदिनँ। आज चाहिँ खाएको यस्तो मिठो। होइन होला गऱ्यो राजा।
ओइ टाउ धेरै माटिन्छस् ओइ हल्ला गर्छस् ओइ हल्ला गर्छस् हल्ला गर्छस् ओइ हल्ला गर्छस् तपाईहरु पनि घान्द्रुक घुम्न आउन सक्नुहुन्छ यस्तो राम्रो मौसम छ अघिसम्म पानी परेको थियो अहिले त यस्तो सफा छ त्यही भएर मलाई त मन आनन्द भएको छ अहिले त बाटो पनि राम्रो छ त्यस्तो गाह्रो पनि छैन पोखराबाट जम्मा 3 घण्टा बुझ्नुभयो नि तपाईहरु आउन सक्नुहुन्छ ल हामी त आज आएको भोलि फर्किलियो अब घान्द्रुकको सोल्टीहरू पट्याइन्छ 1 घण्टा अनि डान्स गरिन्छ भनेर भन्नु पर्थ्यो होला तर हामी पुरै सोल्टीहरूले लिएर आछौँ हाम्रो सोल्टीहरूलाई हामी चाहिँ 10 जना आछौँ होइन 1 2 3 4 वटा 5 वटा स्कुटर बाइकमा गरेर 10 जना छौँ यो सबै मेरो बहिनी साथीहरू हो उता सोल्टीहरू छ भेनाहरू छ सबै छ को आहा भनेर देखाउनुहुन्थ्यो तर म देखाउँदिन हामी मात्रै आएको मेरो दिदीहरू आछ मेरो साथीहरू आछ मेरो को आछ जो आयो नि तपाईँहरूले के मतलब गर्नु भन्नु नि हामी सबै मिलेर हाम्रो सबै दाजुभाइ दिदी बहिनी दिदी भेना बहिनी ज्वाइँ कार्य चाहिँ अब यहाँ पार्किङ गर्छौँ सबैजना यहाँ पार्किङ गर्छौँ अनि हामी चाहिँ अब यो गाउँमा जान्छौँ घान्द्रुक अब चाहिँ पानी पनि बस्यो मौसम पनि राम्रो छ आजलाई चाहिँ फोटोसोटो खिच्नलाई पनि ठ्याक्कै यहाँ आउने बित्तिकै पानी बस्यो त्यही खुसी ल साथीहरू बोका हिँड्न त ए यस्तो रमाइलो फोटो पनि खिचौँ न एउटा दुईटा यसो देख छ यहाँ गीत मेरो घर त सिम्दा दाजैको गाउँ भयो मेरो घर त सिम्दा दाजैको गाउँ भयो तिम्रै पछि जाम बाटो ड्राइभर दाइले स्टेरिङ मोड्दैछ परदेशीले स्वदेशलाई छोड्दैछ यसले खाली बेसी मेरो घर त गोर्खा बहिनीको पर्यो मेरो घर त गोर्खा बहिनीको पर्यो बहिनीको पर्यो हामी चाहिँ गाउँ डुल्दा बस्ने ठाउँै पाएनौँ हेरौँ कहाँसम्म हुन्छ गलक हो बारिया नै बिसुनी गान्छु घुम्न आउँदा
हामी चाहिँ गान्द्रुक आएर नि रेस्ट गरिरहेछौँ आमा रिसा भलो हेर्नु टोलवार बसेको बालाकार हामी चाहिँ अब एकछिनमा अब रुम खोजेर हे गान्द्रुकमा खास हामी चाहिँ हिमाल हेर्न आएको हिमाल त यस्तो बादल लगाइदियो किन होला घाम लगाइदिएको भए चाहिँ देखिन्थ्यो होला खोइ गान्द्रुकको हिमाल खोइ गान्द्रुकको हिमाल अब फर्केको गोल गोल त हिँड्नु है लाउरे मट जस्तै राखन मलाई मुटुको कुनामा अमिलो रसैले सादोगी चलो चलो आहा बहुत मजा आइयो घोडा आयो भन्छ ल ल ल